अधिक त्यो साक्षात भगवान कृष्णको महिना त्यो पुरुषोत्तमको महिनामा जसले पुरुषोत्तमको सेवा गर्छ, जसले पुरुषोत्तमको भक्ति गर्छ, जसले पुरुषोत्तमको कथा सुन्छ, एक अक्षर दुई अक्षर जति भए पनि यो मन पुरुषोत्तममा ल्याउँछ भने यो अधिक मासमा त्यो व्यक्तिले गरेको पुण्य जस्तो अरू पुण्य हुँदैन। यो अधिक मासमा गरेको दान कथा श्रवण भगवानको नामद्वारा आज अनन्य पुण्य प्राप्ति हुन्छ। वाल्मीकिले भन्नु न तस्मिन् कृते महान् पुण्य तन्मुखाश्रितं मया। अब कथा अगाडि बढाउँदै त्यसमा दान गरेका ठुलो दान हुन्छ। एक मालपा हामीले भगवानलाई अर्पण गर्न सक्यौं भने एउटा सुमेरु पर्वत दान गरेको फल एउटा मालपाबाट हामीले प्राप्ति गर्छौं। भगवान पुरुषोत्तमको नाम 33 प्रकारको छ। त्यसमा हामीले प्रत्येक नामद्वारा 33 एउटा मालपा बनाएर मालपुवा बनाएर हामीले भगवानलाई अर्पण गर्न सक्यौं भने हामीले 33 सुमेरु पर्वत दान गरेको फल त यह जीवन भन्न हामीले प्राप्ति गरेका छौं। हेर्नुस् त हामी कति भाग्यवान। आज पिता पुर्खाहरूको आशीर्वादकै कारणले गर्दा हाम्रा श्रद्धेय जिजुबाजे हुनुहुन्छ उहाँ माथि। आज जिजुबाजेको चरण कमलमा बसेर उनी पिता पुर्खाको उद्धारको निम्ति हजुरहरूलाई ज्ञान सुनाउनु पनि मेरो हो। हजुरहरूले यो पुरुषोत्तम मासमा पुरुषोत्तमका कथाहरू श्रवण गर्नु पनि अहो भाग्य। वाल्मीकिले त्यही भन्नु। आज यसमा जसले दान पुण्य आदि इत्यादि गर्छ भने अन्त्यमा भाग हो सकिएपछि साक्षात पुरुषोत्तमलाई नै उसले अन्त्यमा प्राप्ति गर्छ। फेरि हिरण्य धर्मराज राजाले सोध्नुभयो, हे मुनि अब यसको विधि के छ? सर्वप्रथम त्यो व्रत बस्नेले पहिला के गर्नुपर्छ? वाल्मीकिले बताउनु, ब्राह्मे मुहूर्ते चोस्ताय परब्रह्म विचिन्त्य। सूर्य उदय नहुँदै ब्रह्म मुहूर्त हुन्छ। ब्रह्म मुहूर्त भनेको जो सुकै होस् ब्रह्म मुहूर्तमा उठ्न पर्छ नि। चाहे व्रत बसेका होस् चाहे व्रत नबसेका होस् ब्रह्म मुहूर्तमा उठेर गरेका कर्महरू असाध्यै पुण्यदायी हुन्छ। अब ब्रह्म मुहूर्त भनेको आकाशमा हेर्दा तारा देखिन्छ। आकार हो कि